अस्ति विश्वकपको छनौट खेलमा हाम्रो नेपाल पनि मजाले छनौट भएको थियो र कप पनि उचाल्न सकेको थियो हैन। त्यसैको उपलक्ष्यमा चाहिँ एक्सेस भन्ने हाम्रो नेपाली ब्रान्डले चाहिँ खतरा मौका दिइरहेको थियो। आफ्नो सामानहरुमा 60-70% जति छुट दिइरहेको थियो। मैले पनि एक्सेसलाई सपोर्ट गर्नको लागि मजाले एउटा स्पिकर मगाएको थिएँ। खोलखाल पारेर हेरौँ है त। दामी बज्छ। गजब लाग्यो यार, गजब एकदम दामी बज्दो रहेछ हैन। अनि अर्को चाहिँ मैले स्पिकर अलि ठुलो सोचेको थिएँ, सानो रहेछ। तर त्यसको आवाज चाहिँ मेरो सोचाइ भन्दा एकदम खतरा दामी ठुलो सुनिँदो रहेछ। मलाई एकदम मन पर्यो।